20,000 रुपियाँको सेल हिजै भइसक्यो। सेल हुँदैछ, मान्छे जोड्दैछन्, सेल हुँदैछ, प्रडक्ट खरिदैछ, साउदीबाट, कतारबाट, इन्डियाबाट, नेपालबाट, डिफ्रेन्ट कन्ट्रीबाट सेल हुँदैछ। त्यो सेल भोलि गएर तपाईँको एकवटा झाप एकवटा हुन्छ, त्यहाँबाट तपाईँलाई बोनस आउँछ। त्यस कारणले गर्दाखेरि दाजुभाइ दिदीबहिनीहरू तपाईँ हामीले बुझ्ने भनेको एउटै कुरा हो, त्यो एउटा कुरा हो तपाईँ हाम्रो सपना ड्रिम। त्यो ड्रिमले कहिले नभुल्नुहोस्। तपाईँसँग जति पैसा भए पनि आफ्नो ड्रिम हुन्छ नि, सपना, त्यसलाई कहिले नभुल्नुहोस्। सक्सेस हुनलाई एउटै रास्ता छ, त्यो हो लगनसित। लगनसित हाम्रो गोविन्द भाइले हेर्छ, यहाँ हुनुहुन्छ, अनलाइनमा यति मजाले उहाँलाई चाहिँ प्रेजेन्टेसन गर्नुहुन्छ, फोटोको नलेज दिनुहुन्छ, म पछाडि बसेर सुन्छु कि उहाँको अन्डरमा के छ भन्दा म पनि देशलाई के गर्छु भनेर क्वेसन भएको छ नि। हामी सबै मान्छेले एउटा सोचलाई बदलौँ। त्यो सोच हो हेल्थ, वेल्थ, ह्याप्पिनेस। देशको प्रडक्ट युज इस्तेमाल गर्नुहोस्, धेरै सार्थक बाँच्नुहोस्। देशको प्रडक्ट युज गर्नुहोस्, हजुरहरूले आफ्नो शरीरलाई निरोगी बनाउनुहोस्। निरोगी बनाउँदै भोलि बिहान तपाईँ हामी एउटा बिजनेस गर्ने एउटा बाटोमा जान सक्छौँ। तपाईँ हामी जो कम्पनीमा काम गर्छ, जस्तो सिस्टरले भन्नुहुन्थ्यो मसँग पैसा पनि थिएन, मैले कति स्ट्रगल गरेँ भन्नुहुन्थ्यो क्या। यो दुःख तपाईँलाई मात्र होइन, हामी सबैलाई छ। कति मान्छेहरू होटलमा काम गर्छ, कति मान्छे सिक्युरिटी गार्ड गरेको होला, कति ड्राइभरिङ गरेको होला, कति मान्छेहरू कन्स्ट्रक्सन कम्पनीमा काम गरेको होला, कति मान्छे आफ्नो जो क्लिनिङ कम्पनीमा काम गरेको होला। काम मेटर होइन, देशको सक्सेस हुन मेटर हो सबैभन्दा ठुलो बात। तपाईँ हामी के जिन्दगीभर चाहिँ काम गरेको भने मैले 2010मा डिसाइड गरेको थिएँ, म 7 दिन सस्पेन्ड भएको थिएँ एउटा प्रब्लमले गर्दा। त्यो पनि डिजिएमसँग झगडा भएर 7 दिन सस्पेन्ड हुँदाखेरि मैले बुझिसकेको थिएँ कि अब म नोकरीलाई पार्ट टाइम बनाउँछु, नट फुल टाइम, पार्ट टाइम। पार्ट टाइम भनेको गर्नलाई पैसा आउने, गर्न छोडेपछि पैसा नआउने, त्यसलाई भन्छ पार्ट टाइम। देशको बिजनेसमा मैले के गर्थेँ, फुल टाइम गर्थेँ, बनाथे। फुल टाइम कसरी बनायो भन्दा पहिला नम्बरमा देशमा 6वटा लाइन खोल्यो हेर्नुहोस् है। यो 6जना मान्छेले 6वटा टाउको हुन्छ देशलाई धनी हुनलाई। 6वटा टाउको तपाईँको असली पऱ्यो भने धनी बनिन्छ। त्यो 6वटा टाउको फेरि तपाईँ अलि के यो भित्र गिरी अलिक कम्ती भएको पऱ्यो पनि फेरि बन्दैन। 6वटा टाउको यस्तो स्ट्रङवाला टाउको हुनुपर्छ। त्यो 6वटा टाउको खेला हो हेर्नुहोस् है। 6वटा टाउकोले तपाईँ हामीलाई सक्सेस तर्फ लैजान्छ हेर्नुहोस्। त्यस कारणले गर्दा तपाईँ देशमा जोइन हुनुभएको छ, 6वटा लाइन स्ट्रङ बनाउने कोसिस गर्नुहोस्, हेल्प गर्नुहोस् उहाँलाई। 6जनालाई 6वटा लाइनलाई तल रोज फोन गर्नुहोस्, बात गर्नुहोस्, सिकाउनुहोस्, ट्रेनिङ दिनुहोस्, आइडिया दिनुहोस्। तपाईँको 1 सालभित्रमा तपाईँको 1000 dirham इन्कम आएर आने ठाउँ बनाएर हामी नेपाल फर्कियो भने 42,000 नेपाली रुपियाँ हुन्छ आजको रेटमा। 42,000 रुपियाँ तपाईँको घरमा पैसा आयो भने के हामीलाई फेरि इन्डिया जानुपर्छ नोकरी गर्नलाई, साउदी जानुपर्छ, कतार जानुपर्छ, युमा आउनुपर्छ, पर्दैन। त्यस कारणले गर्दा दाजुभाइ दिदीबहिनीहरू तपाईँले गर्नुपर्ने काम के हो भन्दा देशलाई भनेर हिँड्नुभयो भने यसो सक्सेस हुने सम्भावना देख्दैन। मेरो एकजना टिएसपी छ, सायद तपाईँको कति चिन्नुहुन्छ, असलम अन्सारी भाइ पहचानता है। असलम अन्सारी भाइ त्यहाँ तल अहिले लगभग तपाईँको कति 2500जना मान्छे छ, 2500जना मान्छे छ। तर उहाँले के हो यहाँ अब के भन्नु भन्दा म असलमा भाइ इतना ज़्यादा हेल्थ के बारे में बात नहीं करो, हम लोग डॉक्टर नहीं है, हम लोग कंज्यूमर है। लोगों को ये बताओ कि कैंसर से होगा, डायबिटीज से होगा, शुगर से होगा, किडनी फेलियर से होगा, बोलेगा हम लोग कोई डॉक्टर नहीं है। कोई आदमी ऐसा आदमी मिलेगा कि आपको फिर ढूंढ सकेगा बाद में, आपको लाइसेंस की जरूरत पड़ेगा। हम लोग को ये बोलते हैं, हम लोग को ये खाया अच्छा लगा, आप भी खाओ, ये तो बोल सकता है ना। जो खाया हमको अच्छा लगा, देश में टूथपेस्ट से ढंग से किया, अच्छा लगा। कल हम दोनों टेलीफोन मदीना से लेता था, आज हम देश से ले रहे हैं आईडी बना के। देश का टूथपेस्ट में क्या है, मल्टीपर्पज यूज है, थोड़ा उसके बारे में बात करनी चलनी चाहिए। बनाएर मैले एउटा भनिसकेपछि उहाँले
मान्छे कस्टमर लिएर आइसकेपछि उहाँलाई खुट्टाबाट लिएर टाउकोबाट नसाकै छोटाउनु हुन्छ क्या त्यो भनेको बिमारी हो। बिमारी मान्छेले छोड्नुभयो भने तपाईँ सक्सेस हुनुहुन्न देख्छन् यो कुरा ध्यान राख्नु होला। बिमारी मान्छेले खान्छ ठिक हुन्छ छोडिदिन्छ त्यहाँ हात लगाएर जिरो हो। हामीलाई कस्तो मान्छे चाहिएको छ रेगुलर दाँत माग्ने रेगुलर साबुन घस्ने रेगुलर सेम्पू घस्ने रेगुलर चिया कफी खाने मोरेन्ज जुस खाने स्परेला बिचार बिस्कुट खाने यस्तो मान्छे चाहिन्छ हाम्रो कस्टमर। त्यो बनाएर के गर्नु पर्यो भन्दा तपाईँ हामीले त्यो मान्छेसँग राम्रोसँग त्यसको भिजनको बारेमा कुरा गर्नु पर्यो है। मेरो कुरा गर्नु भयो भएन सायद मेरो त्यो छ नि बात टोर्दैछ क्या गर्नु भएन क्या सकिन्छ 1000 कमाउन सकिन्छ। 1000 कमाउनेलाई अगर तपाईँले 1000 कमाउन थाल्यो भने 1000 को कुरा आउँछ उल्टो होला। जति पैसा त्यति बात तपाईँ खोजीमा जति धेरै पैसा बोनस आउँछ नि एक्सनको बात गर्ने त्यति मजा आउँछ क्या। जब बोनस आएन बात गर्ने मजा आउँदैन हो। त्यस कारण तपाईँहरूले सक्सेस हुनलाई हामीले के गर्नुपर्छ र भन्दाखेरि पहिला नम्बरमा आफूमा पलिस हुनुपर्छ। जस्तो हाम्रो गोविन्द भाइ पलिस हुनुभयो, सर पलिस हुनुभयो, हामी सबै पलिस हुँदैछौँ। पलिस भने के हो भन्दा एउटा काठलाई पनि रगर्दै रगर्दै पलिस चिल्नु हुन्छ नि डिरेक्सनमा त्यही हो। कोही सक्सेस छैन। आज मान्छेलाई हेर्दाखेरि तपाईँको ओहो यसले 1 लाख बोनस खाएको 50,000 बोनस खाएको 20,000 बोनस खाएको कसरी खाएको सेल भयो त खाएको पढ्यो सेल भयो पैसा खाएको। अब हामीले पढ्न सेल गर्न सक्दैनौँ। माइक भिडियो बक्स अमाउन्ट 4-5 सेल गर्छ। हाम्रो माइकको भिडियो एउटा सेल गर्नु गाह्रो छ। कति महँगो हुन्छ सुन महँगो छ र अन्त किन खान धराधर किन खान यो सुन हो कहाँ महँगो छ सुन सुन किन खान महँगो छ देशको जनरल किन्नलाई महँगो 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 भनेर बेसी महँगो होइन साथी हो। यो चाहिँ इकोनोमी प्रोडक्ट हो। हर मान्छेले युज गर्न सक्ने सामान हो। तर मैले तपाईँलाई देखाउँदै एउटा टुथपेस्ट लुडोमा राखेको छु। त्यो टुथपेस्ट चाहिँ 45 रुपियाँको टुथपेस्ट मान्छेले युज गरेछन्। तब 28 दरम 30 दरमको साबुन युज गरेछन् गरेछन् तिर्नु पर्छ देन गरेछन् कसले गरेछन् त्यो मार्फा जसको जेबमा पैसा छ। अब हामी पैसा नलागेको थोरै भएको त के गर्नु पर्यो भन्दा आफूले देशको प्रडक्ट युज गरेर अरू मान्छेलाई भन्न पर्यो। यो भन्नेको बिजनेस हो है साथी हो र